साथीहरू आज हामी जाँदैछौँ माछा मार्न। जाल पनि युज गर्छौँ हामी, बल्छी र तिहार युज गर्छौँ। ल हामी 5-6 जना जान्छौँ। अहिले हामी छौँ मजुर ढाडमा, खेतमा। अब यहाँबाट हामी त्रिवेणी धाममा जाँदैछौँ। बाई बाई। अहिले हामी आइसकेका छौँ त्रिवेणी धामको दोभानमा। अब हेरौँ, हामीले पहिला सुरु तयारी हाल्छौँ भन्दै त्रिवेणी धाम चाहिँ है कतिवटा भेट्यो? खोइ खोइ देखाउँछ त, एकैचोटि त्यति धेरै पर्यो। के पखेटा पर्यो के पर्यो? पखेटै रहेछ ल। के भयो? यहाँ मारिसक्नु भयो उहाँले, तपाईँहरू खै घुमे भयो त। ठुलो पऱ्यो, ठुलो चुच्चे सर्लक्क देखाइदिनु त ल हाम्रो साथीहरूलाई। चुच्चे ल। ल अरे अलि छेउमा आउनु, अलिक छेउमा आउनु। अलि छेउ मार्नु नि, कहाँ भागिरह्यो? आज राम्रै परिरहेछ। त्यो त अघिको भेट्यो होला त, अघिको हिँड्थ्यो। अरे पखेटा होइन त, राम्ररी हाल्ने, फुत्किहाल्छ फेरि। ढुङ्गातिर पऱ्यो कि हाम्रो अर्को ग्रुप चाहिँ त्यहाँ माथि तयारी लाउँदै हुनुहुन्छ। लेट्स सी के गर्दै हुन्छ उहाँहरू।
क्यारी कति मिटर गयो 100 मिटर वारपार हाल्ने कि छेउछेउमा हाल्ने हो यो क्यारी जाल खेल्नुहुन्छ कतै हुन्छ जाल खेल्नु यस्तो ल थुप्रै ल लड्नु होला है अच्छा ल माछा कलेक्सनको टाइम आयो यता एन्टी टाइप पऱ्यो यताबाट गरौँ न अघि खिच्यो दुई माछा कलेक्सन गर त्यो बुवाको चाहिँ धेरै होला बरु माछा बुवाको त जहिले पनि धेरै हुन्छ नि बुवाकोमै आउँछ मारेछ होइन छुट्टै हो यस्तो मिठ हुँदैन यस्तो चाहिँ के अरे पनि राम्रो हुन्छ यस्तो माछा मार्यो कि मैले त्यो तयारीमा यस्तो चाहिँ फेरि काँडा साँडा हुँदैन कस्तो मिठो हुन्छ बाउले एउटा प्रोटिन पारेछ पकेटा पनि पारेछ पकेटा अनि यो त दुईवटा भेट्यो साथीहरू आजको माछा अब लगभग अलिअलि यो 1.5 जन खानलाई पुग्नेसँग मारियो अब धेरै मार्ने कोसिस गरेको थियो तर लगभग आज यति नै सफल भयो योभन्दा बढी आज मार्न सकिएन ठुलो नि छ आज सबभन्दा ठुलो माछा सेकेन्ड थर्ड चाहिँ यस्तो मिठो हुन्छ नि माछा काँडा हुन्छ काँडै हुन्छ काँडो हुन्छ त्यो त काँडो हुन्छ काँडा हुन्छ कुनको यसको हुन्छ नि त्यो ढाँडो ल साथीहरू अब हामी हाम्रो माछा मार्ने कार्यक्रम सकियो अब हामी घरतिर लाग्दैछौँ अब यो माछासँग ढेँडो खाने प्लान छ अब यो कस्तो माछा त हेर न कलामा चिप्यो किन भएछ पाइपवाला माछा पाइपवाला माछा रातिको माछा मान्छेले टमाटर काट्दैछ मम्मीले माछा बनाउँदैछ स्कट माछा ल यहाँ फ्राई भइसक्यो माछा फ्राई यस्तो गरेर काट्नुपर्छ मेहनत अघि बढेको छ नि कता हल्ला हो र घरको मान्छेहरू
आयो ठिक छ हैन के बनाइदिनु छिटो आउनु पर्यो माछा कुक सुरु गर्न थालिसक्यो के काट्न लाग्छ अब कि ढिँडो चाहिँ